मेरो नाउँ ढले केटी ठाउँको ठाउँ सुनेपछि मेरो नाउँ ढले केटी ठाउँको ठाउँ पोखरा पृथ्वी चोकैमा पोखरा पृथ्वी चोकैमा कति केटी छैनन् रे होसैमा कति केटी छैनन् रे होसैमा पोखरा पृथ्वी चोकैमा कति केटी छैनन् रे होसैमा कति केटी छैनन् रे माछा मार्न खोली झरे बल्छी भन्लान् फेरि खोली नगई घर बसे अल्छी भन्लान् फेरि आधी खोलामा आधी खोलामा आधी खोलामा आधी खोलामा आधी खोलामा के ल्याइदिन्छु
कोसेली भिर्ने झोलामा के ल्याइदिउँ कोसेली भिर्ने झोलामा के ल्याइदिउँ कोसेली भिर्ने झोलामा के ल्याइदिउँ कोसेली भिर्ने झोलामा सांगीतिक माहौलमा हामी रमाउन म अनुरोध गर्दै र हाम्रो प्रथम चरणको लगभग खाजा नास्ताको अब अन्तिम चरण प्रथम चरणको खाजा नास्ताको क्रम अन्तिम चरणमा पुगेको म जानकारी गराउँदछु र यसमा चाहिँ आफ्नो आफ्नो प्रतिभा केही छ भने कृपया जानकारी गराएर हाम्रो व्यक्तित्व विकास पनि हुने आफ्नो नेतृत्व विकास पनि हुने भएको हुनाले व्यक्तिगत प्रतिभा केही छ भने प्रस्तुत गर्दिन म अनुरोध गर्दछु र मेरो एक दुई चरण साथीहरूलाई मादल डम्फुको पनि व्यवस्था गर्नुहोस् भनेको थिएँ तर त्यो भए हुन सकेन तैपनि कस्तो आउँछ आज फेरि स्वास्थ्यले पनि त्यति साथ दिएको अवस्था छैन रुगा लगाएर टाउको दुखेर नाके बोली टाउको दुख्ने भइरहेको छ तैपनि अलिअलि पेट्रोलको इनिसिएसनमा केही पेट्रोलले साथ दिएर एक दुई कुरा म भन्न र कस्तो हुन्छ एक दुईवटा कुरा गीत मेरो सुनिदिनु हुन अनुरोध गर्दछु र लेखनाथको बसाइ अब मेरो छुट्टिँदैछ त्यस कारण मैले पहिलो गीत एउटा सेन्टिमेन्टल गीत र दोस्रो नाच्ने गीत गाउनेछु त्यसपछि अरू साथीहरूलाई म क्रमबद्ध तरिकाले बोलाउनेछु मैले चिनेको प्रतिभाको भएको साथीहरूलाई र कसैको छ भने जानकारी गराएर हार्दिक अनुरोध गर्दछु बग्यो गण्डकी आज सागै भोलि त कहाँ यस्तै छ हाम्रो जिन्दगी आज सागै भोलि त कहाँ यस्तै छ हाम्रो जिन्दगी मायालुको भरपरी म बर्दा गयो मेरो कलिलो अवस्था सलाला बग्यो गण्डकी आज सागै भोलि त कहाँ यस्तै छ हाम्रो जिन्दगी